अर्कालाई लडाउँछु नभन, तिमी एक दिन आफै लड्नेछौ। अर्कालाई फसाउँछु नभन, तिमी आफै एक दिन फस्नेछौ। अर्कालाई मार्छु नभन, तिमी आफै एक दिन मर्नेछौ। अर्कालाई दुःख दिएर खुसी हुन्छु नभन, क्षणिक समय त खुसी आउला, कालान्तरमा तिमी आफै झन् धेरै दुखी हुनेछौ। त्यसैले जीवनमा अरूको अहित हुने काम गर्ने, अरूको कुभलो चिताउने, अरूको नराम्रो चिताउने काम कहिले पनि नगर। सकिन्छ सतमार्गमा लाग, सद्गतिमा लाग, सद्विचार मानस पटलमा जगाऊ र सत्कार्यका निम्ति जीवनलाई अघि बढाऊ। सकिँदैन भने अरूको कहिले पनि अहित र कुभलो हुने कर्म नगर, किनकि एक औँलाले अरूलाई देखाउँछ भने चार औँलाले आफूतिर देखाइरहेको हुन्छ। अर्कालाई लडाउँछु नभन, तिमी एक दिन आफै लड्नेछौ। अर्कालाई फसाउँछु नभन, तिमी आफै एक दिन फस्नेछौ। अर्कालाई मार्छु नभन, तिमी आफै एक दिन मर्नेछौ। अर्कालाई दुःख दिएर खुसी हुन्छु नभन, क्षणिक समय त खुसी आउला, कालान्तरमा तिमी आफै झन् धेरै दुखी हुनेछौ। त्यसैले जीवनमा अरूको अहित हुने काम गर्ने, अरूको कुभलो चिताउने, अरूको नराम्रो चिताउने काम कहिले पनि नगर। सकिन्छ सतमार्गमा लाग, सद्गतिमा लाग, सद्विचार मानस पटलमा जगाऊ र सत्कार्यका निम्ति जीवनलाई अघि बढाऊ। सकिँदैन भने अरूको कहिले पनि अहित र कुभलो हुने कर्म नगर, किनकि एक औँलाले अरूलाई देखाउँछ भने चार औँलाले आफूतिर देखाइरहेको हुन्छ।